स्वागत छ। हामी सबै सफलताको सपना देख्छौँ होइन त? सायद काठमाडौँमा आफ्नै सानो पसल खोल्ने होला कि विदेश गएर कमाएर ल्याएर घर बनाउने अथवा आर्थिक रूपमा एकदमै स्वतन्त्र हुने। तर सपना देख्नु एउटा कुरा हो, त्यसलाई विपना बनाउनु अर्कै। आज हामी नेपोलियन हिलको त्यो एकदमै चर्चित किताब थिङ्क एन्ड ग्रो रिचमा अलिकति गहिरिएर हेर्दैछौँ। यो किताबले त लाखौँलाई बाटो देखाएको छ भनिन्छ होइन, र हामी यसका केही एकदम शक्तिशाली सूत्रहरूलाई केलाउने कोसिस गर्नेछौँ, जुन चाहिँ जुनसुकै लक्ष्यको लागि पनि काम लाग्न सक्छ क्यारे। एकदम। यो किताब पैसा कमाउने आइडिया मात्रै दिने होइन नि। यसले त हाम्रो सोच्ने तरिका, हाम्रो विश्वास अनि हामी कसरी काम गर्छौँ त्यसमा परिवर्तन ल्याउने कुरा गर्छ। अनि त्यसरी चाहिँ जे पनि हासिल गर्न सकिन्छ भन्छ। हिलको तर्क के हो भने सफलता बाहिरको परिस्थिति भन्दा पनि हाम्रो आफ्नै भित्री सोच, विश्वास अनि कार्यशैलीमा बढी भर पर्छ रे। आज हामीले यो किताब अनि यसबारे भएका अरू विश्लेषणहरूबाट निकालेका केही मुख्य सूत्रमा छलफल गरौँ न त, जसले जुनसुकै क्षेत्रमा पनि सफलताको ढोका खोल्न सक्छ। ल त्यसो भए सुरु गरौँ है त। पहिलो र सायद सबैभन्दा आधारभूत सूत्र भनौँ न, स्पष्ट इच्छा, डेफिनेट डिजायर। हिल भन्छन् खालि मलाई धेरै पैसा चाहियो भनेर मात्रै पुग्दैन रे। त्यो त अलि अस्पष्ट भएन र? हावामा तीर हाने जस्तो हो त नि। कति पैसा चाहियो, ठ्याक्कै कहिलेसम्म चाहियो, अनि त्यसको लागि तपाईँ के गर्न के दिन तयार हुनुहुन्छ? जबसम्म यो कुरा पानी जस्तै छर्लङ्ग हुँदैन नि, त्यो बेलासम्म त त्यो एउटा सामान्य चाहना मात्रै हो। हिले त यसलाई जल्दो अभिलाषा, बर्निङ डिजायर नै भन्छन्। भनेको एउटा यस्तो खरो इच्छा जसले तपाईँलाई जस्तोसुकै बाधा आए पनि अघि बढ्नलाई निरन्तर तागत दिइरहन्छ। यही स्पष्टताले तपाईँको अवचेतन मनलाई पनि लक्ष्यमा केन्द्रित गराउँछ। त्यो जल्दो अभिलाषा त भयो, तर आफूले त्यो साँच्चै गर्न सक्छु भन्ने विश्वास चाहिँ कसरी आउँछ त? दोस्रो सूत्र त यही हो नि, विश्वास। रातारात आउने कुरा भएन। हिलको अनुसार यो चाहिँ आत्मसुझाव, अटो सजेसनको निरन्तर अभ्यासबाट विकास हुन्छ रे। यसको मतलब आफ्नो लक्ष्य पाइसकेको कल्पना गर्ने अनि त्यो भावनालाई हरेक दिन महसुस गर्ने। जस्तै हरेक बिहान उठेर आफूले त्यो लक्ष्य हासिल गरिसकेँ भनेर मनमा नै दृढता साथ सोच्ने। हेर्नु न, गान्धीजीले कसरी करोडौं भारतीयलाई स्वतन्त्रताको सपनामा विश्वास दिलाएर एक ठाउँमा ल्याए। त्यो त विश्वासको शक्तिको कत्रो ठूलो उदाहरण हो नि, होइन र? ओहो, इच्छा र विश्वासपछि तेस्रो सूत्र आउँछ, विशेष ज्ञान, स्पेशलाइज्ड नलेज। सामान्य ज्ञानले मात्रै त नपुग्ने रहेछ होइन त? बिल्कुल। संसारले तपाईँलाई के जान्नुहुन्छ भनेर मात्रै हेर्दैन रे। तपाईँ त्यो आफ्नो ज्ञानले के गर्नुहुन्छ त हो, त्यसको आधारमा मूल्याङ्कन गर्छ। डिग्री मात्रै भएर पुगेन, त्यो ज्ञानलाई व्यवहारमा उतारेर परिणाम निकाल्ने सिप चाहियो। अनि यदि आफूसँग कुनै खास ज्ञान छैन भने पनि अरू विज्ञहरूबाट सिक्न या उनीहरूको सहयोग लिन हिचकिचाउनु हुँदैन। अनि त्यो ज्ञानलाई योजनामा बदल्न पो चाहियो त। चौथो सूत्र, कल्पना शक्ति, इमेजिनेसन हो त नि। हिलले यसलाई मनको कार्यशाला भनेका छन् क्यारे, होइन? हो त नि, जहाँ विचारले एउटा आकार लिन्छ। हरेक ठूलो आविष्कार, हरेक सफल व्यापार सुरुमा त कसैको कल्पनामै जन्मेको थियो नि। कोका कोलाको त्यो फर्मुला होस् वा ठूलो स्टिल कम्पनी, सबै कल्पनाकै उपज हुन्। यही शक्तिले तपाईको त्यो जल्दो अभिलाषालाई ठोस काम गर्ने योजनामा बदल्छ। कल्पनामा योजना बनेपछि त त्यसलाई लागू गर्नु पर्यो। पाँचौं सूत्र, संगठित योजना, अर्गनाइज प्लानिङ। तर खै, योजना सधैँ सफल हुन्छ भन्ने त छैन होला नि? अवश्य छैन। थमस एडिसन बत्ती बनाउँदा कति 10,000 पटक असफल भए रे। तर उनले हरेक असफलतालाई यो तरिकाले काम नगर्ने रहेछ भन्ने पाठको रूपमा लिए। हार मानेनन् के। महत्त्वपूर्ण कुरा के हो भने योजना बनाउनु, त्यसमा लाग्नु, अनि यदि त्यो असफल भयो भने तुरुन्तै अर्को योजना बनाएर फेरि प्रयास गर्नु। असफलता भनेको अन्त्य होइन, त्यो त एउटा पाठ मात्रै हो। छैठौं सूत्र, निर्णय, डिसिजन। सफल मान्छेहरू छिटो निर्णय लिन्छन् भन्छन् नि? हो, अनि उनीहरू आफ्नो निर्णयमा अडिग पनि रहन्छन्। सजिलै अरूको कुरा सुनेर बदल्दैनन्। अनिर्णयले शङ्का जन्माउँछ अनि शङ्काले डर। हेनरी फोर्डले त्यो आफ्नो मोडल टी कार बनाउँदा कति आलोचना सहे, तर उनी आफ्नो निर्णयमा चट्टान जस्तै उभिए।
दृढ निर्णय क्षमता बिना त नेतृत्व नै सम्भव छैन। निर्णयमा टिकिरहन र असफलतापछि पनि उठ्नलाई त 7औं सूत्र चाहियो होला, लगनशीलता, पर्सिस्टेन्स। यो त सुन्दा जति सजिलो लाग्छ नि, गर्न चाहिँ गाह्रो होला है। निश्चय नै। यो त इच्छा शक्ति र बानीको एउटा संयोजन हो। जब तपाईँको उद्देश्य एकदम स्पष्ट हुन्छ, इच्छा तीव्र हुन्छ, विश्वास टुट्दैन र योजना ठोस हुन्छ नि, तब लगनशीलता आफै बलियो हुँदै जान्छ। कति लेखक कलाकारहरू जस्तै फ्यानी हर्स्ट वा केट स्मिथको उदाहरण दिन्छन् हिलले, सुरुमा कति पटक अस्वीकृत भए तर निरन्तर लागिरहेकै कारणले सफल भए। हार त तबसम्म हुँदैन जबसम्म तपाईँले प्रयास गर्न छोड्नुहुन्न। हो त, एक्लै सङ्घर्ष गर्नुभन्दा त समूहमा काम गर्दा बढी फाइदा होला कि? 8औं सूत्र यही हो, मास्टरमाइन्ड को शक्ति। एकदम। कोही पनि मान्छे एक्लै सबै कुरा जान्ने हुँदैन नि। जब एउटै लक्ष्य भएका 2 वा त्योभन्दा बढी मान्छेहरू आपसी समझदारी र सहकार्यले काम गर्छन् नि, उनीहरूको ज्ञान, अनुभव, क्षमता सबै मिलेर एउटा यस्तो सामूहिक शक्ति, सिनर्जी भन्छन् नि, पैदा हुन्छ जुन एक्लैले हासिल गर्न सक्ने भन्दा कैयौं गुणा बढी हुन्छ। एन्ड्रु कार्नेगीले आफ्नो मास्टरमाइन्ड समूहकै बलमा त्यो विशाल स्टिल साम्राज्य खडा गरेका थिए रे। तर यी सबै गर्दा पनि मनमा डर त आइहाल्छ होला। 9औं सूत्र हो डरमाथि विजय, मास्टरी अफ फियर। हिलले त 6 किसिमका आधारभूत डरको कुरा गरेका छन् क्यारे। हो, जस्तै गरिबीको डर, आलोचनाको डर, बिमारीको डर, प्रेम गुमाउने डर, बुढ्यौलीको डर अनि मृत्युको डर। डर भनेको एउटा मानसिक अवस्था मात्रै हो, तर यसले हाम्रो क्षमतालाई नराम्रोसँग खुम्चाइदिन्छ। जस्तै अरूले के भन्लान् भन्ने त्यो आलोचनाको डरले गर्दा कति राम्रा आइडियाहरू सुरु हुनु अगाडि नै मर्छन्। यी डरहरूलाई चिन्नु पर्यो अनि तिनलाई जित्ने सङ्कल्प गर्नु महत्त्वपूर्ण छ, किनभने डरले नै अनिर्णय र शङ्कालाई जन्म दिन्छ। र अन्त्यमा यी सबैलाई समेट्ने 10औं सूत्र सकारात्मक मानसिक प्रवृत्ति, पोजिटिभ मेन्टल एटिट्युड हो। सफलता र असफलता धेरै हदसम्म हामीले परिस्थितिलाई कसरी हेर्छौं भन्ने कुरामा भर पर्छ। सकारात्मक सोचले चुनौतीमा पनि अवसर देख्न मद्दत गर्छ हैन, समाधान खोज्न प्रेरित गर्छ। जबकि नकारात्मक सोचले समस्या मात्रै देख्छ अनि हरेक ढोका बन्द भएको जस्तो लाग्छ। यो केवल खुसी हुनु मात्र होइन नि, यो त हरेक अवस्थामा रचनात्मक र समाधान खोज्ने खालको हुनु हो। ल, आज हामीले थिङ्क एन्ड ग्रो रिचका 10 प्रमुख सूत्रहरूमा विमर्श गर्यौं। स्पष्ट इच्छादेखि सुरु भएर विश्वास, ज्ञान, योजना, निर्णय, लगनशीलता हुँदै डरमाथि विजय र सकारात्मक सोचसम्म। यी सबैको केन्द्रमा त हाम्रो सोच र विश्वास नै रहेछ जस्तो लाग्यो मलाई त। निश्चय पनि। यी सिद्धान्तहरू साँच्चै शक्तिशाली छन्, तर अन्त्यमा एउटा प्रश्न चाहिँ सोच्न लायक छ क्यारे? के यी सिद्धान्तहरू खाली जान्नु मात्रै पर्याप्त हुन्छ होला त? कि यिनीहरूलाई आफ्नो दैनिक जीवनमा, आफ्नो हरेक निर्णयमा, हरेक काममा निरन्तर अभ्यासमा उतार्नुमा नै वास्तविक रूपान्तरण लुकेको हुन्छ? सफलता बाहिरी संसारले दिने कुरा हो कि त्यो हाम्रो भित्री संकल्प, निरन्तरको प्रयास र त्यो अटुट विश्वासको फल हो? यो प्रश्नमा विचार गर्नुहोला।